र भोलि चाहिँ अप्सनलको छ, अप्सनल म्याथको है। सो अब म्याथ साइन्स इङ्ग्लिस पछाडि गाह्रो भनेको यही नै हो, अप्सनल म्याथ होइन। जति पनि अप्सनल लिने विद्यार्थीहरूलाई थाहा नै छ। सो आज चाहिँ फुल सेटै गरेको छु मैले, एउटा मोडल सेटको फुल सेट। सो अलिकति भिडियो लामो हुनसक्छ, सो हल्का रिभिजन पनि हुन्छ, तिमीहरूले गरि पनि सक्यो होला, त्यही पनि हल्का फाइनल टच चाहिँ दिउँ है त। सो ग्रुप ए को छ क्वेसन नम्बर 1 है भनेर यसो मैले अन्डरलाइन ल्याएको छु, जस्ट डबल अन्डरलाइन चाहिँ ल्याएको छैन पेन्सिलले, जस्ट तिमीहरूले लाउनु है, त्यति चाहिँ बुझ्नु पऱ्यो। अब 1 नम्बरको क्वेसनमा चाहिँ जस्ट तिम्रो कस्तो खालको सोध्छ भन्दा ग्रुप एमा चाहिँ फर्मुला सोध्ने अथवा डेफिनेसन सोध्ने, त्यस्तो टाइपको क्वेसनहरू छोट गरीमा चाहिँ 1 मार्क्सको क्वेसनहरू सोध्ने। सो डिफाइन ट्रिग्नोमेट्रिक फङ्सन भनिन्छ, त्यस्तो फङ्सन जसमा ट्रिग्नोमेट्रिक रेसिजहरू जस्तो साइन कस ट्यानहरू प्रेजेन्ट छ, तिनीहरू भनेको चाहिँ ट्रिग्नोमेट्रिक फङ्सन हो भनेर बुझ्नु पऱ्यो हामीले है त है। अब सेकेन्ड नम्बरको क्वेसन हेरौँ, अर्थमेटिक मिन बिट्विन टू नम्बर्स भने के हो, दुईटाको नम्बर मिन अर्थमेटिक मिन निकाल भने चाहिँ ए र बीको, भनेपछि अर्थमेटिक मिन इक्वल टू ए प्लस बी डिभाइड बाई 2, त्यो हामीले लेख्नु पऱ्यो, छोटो गरिमा धेरै लामो लेख्नु पर्दैन है। सो अर्को भने चाहिँ सेट अफ रियल नम्बर्स चाहिँ कुन कन्डिसनमा कन्टिन्युस हुन्छ भनेर क्वेसन सोध्यो। अब द सेट अफ रियल नम्बर्स भनेको कन्टिन्युस हुन्छ भनेर मैले लेखिदिएँ है। क्वेसन चाहिँ मैले लेखिनँ, क्वेसन चाहिँ मैले भन्छु तिमीहरूलाई। जस्ट अब 4 नम्बरमा के सोधेको चाहिँ एउटा म्याट्रिक्स दिएको थियो, डिटर्मिनेन्ट निकाल भनेको थियो, डिटर्मिनेन्ट निकाल्न के गर्नु पऱ्यो, यो क्रस मल्टिप्लाई गर्ने र माइनस गरिदिन्छ, ए र डी माइनस बी र सी भइहाल्यो होइन। अब यो त सिम्पल कुरा हो, तिमीहरूलाई थाहा नै छ। अनि इफ एङ्गल बिट्विन टू स्ट्रेट लाइन भनेको थीटा छ भने तिनीहरूको स्लोप भनेको m1 र m2 छ अरे, फर्मुला निकाल tan थीटाको भनेको छ। सो tan थीटाको फर्मुला के हुन्छ, प्लस र माइनस m1 माइनस m2 1 प्लस m1 इन्टु m2 है। सो त्यो त थाहा नै छ। अब क्वेसन नम्बर 6 मा हेरौँ, इफ अ प्लेन intersects a cone parallel to its base, then the geometric कुन चाहिँ geometric figure formed हुन्छ भन्ने क्वेसनमा छ थियो, then the geometric figure that will be formed is circle भन्ने भन्यो है। सो ब्याकग्राउन्ड नोइज छ, हल्का इग्नोर हान्नु है, किनभने मेरो प्रोफेसनल सेटअपहरू केही छैन, म जस्ट रियालिटी डिस्प्ले गर्दैछु। क्वेसन नम्बर 7 मा हेरौँ, टु एक्सप्रेस sin 2a इन टर्म्स अफ tan a भने sin 2a लाई चाहिँ tan वाला फर्मुला लगाऊ भनेको, sin 2a को tan वाला फर्मुला के हुन्छ, 2 tan a बाई 1 प्लस tan स्क्वायर a, यो भनेको एक्सप्रेसन भयो, त्यसको फर्मुला भयो है। सो फर्मुला इम्पोर्टेन्ट छ है, फर्मुला जो सबैको मैले त्यही भएर पहिल्यै तिमीहरूलाई लिस्ट बनाएर राख भन्नुको कारण त्यो हो कि अब यतिखेर ठ्याक्कै तिमीहरूलाई याद भइसक्नु पर्ने हो कि यो चाहिँ। अब एङ्गल अफ एलिभेसन भनेको के हो भने, अब्जर्भरले कुनै पनि माथिको पोइन्टलाई हेरेर बनाइरहेको छ एङ्गल भने त्यो भनेको एङ्गल अफ एलिभेसन भयो। कुनै पनि पोइन्टमा माथि बसेर अब्जर्भरले हेरिरहेको छ तल कुनै अब्जेक्टलाई, र त्यो बनाएको एङ्गल के भयो, एङ्गल अफ डेभिएसन भयो। एलिभेसन र डेभिएसन सोध्छ है, इम्पोर्टेन्ट छ है। सो एलिभेसन धेरै सोध्या भएर डेभिएसन पनि हेरेर जानु है, त्यसमा कन्फ्युजन चाहिँ नहुनु, किनभने एलिभेसन गर्न आउनुले डेभिएसन गर्न आइन्छ है। त्यो हाइट एन्ड डिस्टेन्स त्यो इजी नै छ, त्यस्तो गाह्रो छैन। क्वेसन नम्बर 9 मा के छ, स्केलर प्रोडक्ट अफ टू भेक्टर्स ए एन्ड बी छ, अनि एङ्गल के हुन्छ त्यसको भने चाहिँ अभियसली ए र बी को ए भेक्टर बी भेक्टर छ भने ए को बी अनि कस थीटा, यति त यो फर्मुला छ, यो थाहा नै छ है। क्वेसन नम्बर 10 मा के भन्नु पऱ्यो, इफ पी ड्यास इज द इमेज अफ पी एन्ड आर इज द रेडियस अफ सर्कल, देन सेन्टर ओ इज द इन्भर्सन ट्रान्सफर्मेसन, देन द रिलेसन बिट्विन ओपी ड्यास एन्ड आर इज के हुन्छ त, ओपी इन्टु ओपी ड्यास इक्वल टु आर स्क्वायर। यो तिमीलाई यो इमेज ट्रान्सफर्मेसनको च्याप्टरबाट बुझ्न सक्छौ यो है त। अब त्यसै गरी ग्रुप बीमा जाउँ। ग्रुप बीमा 8 वटा 2 मार्क्सको क्वेसन 16 मार्क्सको टोटल सोध्ने रहेछ। क्वेसन नम्बर 10 मा हेरौँ, जस्ट रिभाइज मात्रै है, सर र तिमीहरूलाई जस्ट रिकल हुने भएर मात्रै भनिरहेको छु। यो एउटा एक्सप्रेसन दिएछ, यो दिएछ एक्स प्लस आर दिएछ, फाइन्ड द रिमाइन्डर एन्ड क्वेसन र रिमाइन्डर निकाल्नु पऱ्यो। अब यो एक्स माइनस 1 इक्वल टु 0 गर्ने, एक्स इक्वल टु 1 गर्ने है। सो यो 1 भनेको सिन्थेटिक डिभिजन लगाएर यो 1 यहाँ गयो होइन। सो अब यहाँनिर 2 - 7 1 अनि 10, 2 - 7 1 र 10 जस्ताको त्यस्तै लेख्ने, 2 जस्ताको त्यस्तै मुनि आउँछ, 1 इन्टु 2 2 भइहाल्यो होइन, मैले एरो पनि दिएको छु 2 भइहाल्यो। अब 2 र -7 कति हुन्छ, -5 हुन्छ। अब 1 र -5 कति भयो, इन्टु गरेर -5 भयो। सो -5 यता गयो होइन। सो 1 र -5 कति भन्यो, -4 हुने भयो होइन। अनि 1 इन्टु -4 गरेर यहाँ यो -4 उता लग, अब कति भयो 6 भयो होइन। सो रिमाइन्डर 6 हुने भयो। बाँकीको एक्सप्रेसन यो 2 - 5 -4 छ, यसलाई चाहिँ x² - 5x - 4 गरेर यो भनेको क्वेसन भयो, यो भनेको रिमाइन्डर भयो। सिन्थेटिक डिभिजन लगाएर गर्ने, एकदमै सिम्पल 2 मार्क्सको क्वेसन इजिली आउँछ है। अब अर्को के हुनेछ भन्दाखेरि, अब ग्राफवाला चाहिँ एक्ज्याक्ट ग्राफ यता बनाउन सकिएन होइन, जस्ट मैले रफमा बनाइदिएछ। इनइक्वालिटी अफ सेडेड रिजन, यो जुन चाहिँ सेडेड रिजन छ त्यसको इनइक्वालिटी निकाल भनेको छ। इन्टरसेप्ट अफ ए भनेको के हुनुभयो, 1 2 3 4 छ, वाईको कति छ -3, 1 2 3 छ -3 है। सो एक्स बाई ए प्लस वाई बाई बी इक्वल टु 1, इक्वेसन अफ लाइन भने यो फर्मुला हामीलाई थाहा छ। सो ए को भ्यालु बी को भ्यालु भ्यालु हालिसकेपछि के हुने भयो त, यो एउटा इक्वेसन बन्ने भयो होइन, 3x 4y इक्वल टु 12 हुने भयो होइन, यो एउटा इक्वेसन बन्यो। अब यसमा तिम्रो 0 0 टेस्टिङ पोइन्ट
हालेर गर यदि ट्रु छ भने द रिक्वायर्ड इनइक्वालिटी इज यति भनेर गर्न सकियो। यही 2 मार्क्सको क्वेसन हो, खासै लामो हुँदैन। हेन्सहरू लेख्न नबिर्सिनु, गिभन हेन्स। यदि क्वेसन आएन भने पनि, कुनै क्वेसन आएन भने पनि गिभन हेन्स लेख्नु, जति आउँछ त्यति गरेर छोडिदियो भने पनि केही मार्क्स दिन सक्छ। कतिको फेयर छ तिम्रो होइन, कति कसरी रिप्रेजेन्ट गरेछ त्यही अनुसारले दिन सक्छ। अब 13 मा के भनेछ, फाइन्ड द डिटर्मिनेन्ट्स अफ d1 d2 अफ कोएफिसिएन्ट अफ x एन्ड y युजिङ द क्रामर्स रुल। क्रामर्स रुल लाएर दुईटा इक्वेसन दिएछ, क्रामर्स रुल लाउने रे। सो दुईटा इक्वेसन लेख, फर्स्ट इक्वेसन सेकेन्ड इक्वेसन भइहाल्यो। x को भ्यालु के छ 403 y को भ्यालु -5 र 4 -+ मा नजिकै है, अनि कन्स्ट्यान्ट भनेको 2 र 48। सो d1 निकाल्ने। अब d1 भनेको के हो भन्दाखेरि चाहिँ यो दुईटा हालेर डिटर्मिनेन्ट निकाल्ने d1 मा है। यो यताउता केही फरक पर्दैन, किनभने यो हाम्रो माइनस+ पोजिटिभको लागि यो छँदैछ, ब्र्याकेट छँदैछ होइन। सो खासै फरक पर्दैन। अनि d2 भनेपछि यो d2 हो है, d2 भनेपछि यो र यो हालिदिने है। सो के गर्ने त, 1 मा के हुन्छ, यो दुईटा लाग्छ, यो कन्स्ट्यान्ट चाहिँ आउँछ है, कन्स्ट्यान्ट चाहिँ आउँछ। अब d2 निकाल्दाखेरि यो र यो निकाल्ने है। सो कन्फ्युजन नहुने। सो d1 र d2 आउँछ यसरी। फर्मुला हालेर निकाल भने हो, त्यस फर्मुला हालेर डाङ निकाल्दिने है त। अब क्वेसन नम्बर 14 होइन, स्लोप अफ लाइन यो दिएछ निकाल भनेछ, यो दिएछ इक्वेसन दिएछ m1 भनेको के हुन्छ, नेगेटिभ कोएफिसिएन्ट अफ x डिभाइडेड बाइ y। सो -3/4 है। अनि यो स्लोप अफ लाइन m2 भनेको कति छ, -6/8 गरेर त सिम्प्लिफाई -3/4 हुन्छ है। हल्का काटकुट पारेर -3/4, 2 ले काटेको है, 2 3 6 2 4 8। अब दुईटाको स्लोप इक्वल छ भने 2 लाइन्स आर प्यारलल। कुन यो 2 लाइन्स प्यारलल हो कि होइन भने क्वेसन सोध्यो। दुईटाको स्लोप इक्वल छ भने 2 लाइन्स आर प्यारलल। त्यसै गरी दुईटाको स्लोप इक्वल छैन भने लाइन प्यारलल छैन भन्ने कुरा बुझ्नु पर्यो है। सो कन्भर्ट योलाई इन्टु सम एन्ड डिफरेन्स अफ साइन अर कस भनेको छ। योलाई के गरिदिने, 1/2 × 2 ले इन्टु गरिदिने। यो भनेको जस्ताको त्यस्तै हुने भयो, जस्ट हामीले फर्मुलामा लानुको लागि। सो 2 sin a cos a भनेको के हो, sin a + b sin a - b हो कि होइन, sin a + b अनि प्लस sin a - b हो। त्यो 2 sin c र d को मा पढ्यो होला तिमीहरूले त्यसरी होइन। सो त्यसरी गरियो भने के हुने भयो, sin 10a sin 2a हुने भयो। यतिमा एक्सप्रेसन सकिने भयो है। अब अर्कोमा हेरौँ त, यो दिएको छ एक्सप्रेसन होइन, थीटाको भ्यालु निकाल्नु पर्यो। 0 थीटाको भ्यालु चाहिँ केमा छ अरे 0 र 180 को बिचमा छ होइन। सो यो 2 sin 2 थीटा = √3, 2 उता जान्छ इन्टु डिभाइडमा जान्छ, sin 2 थीटा = यो भनेको हो √3/2 भनेको sin 60 पनि हो, sin 120 पनि हो होइन। सो sin 60 को लाई हालेर 2 थीटा भनेको डिभाइड गरेर यो 2 ले 30 हुने भयो, यो 120 लाई डिभाइड गरेर 60 हुने भयो। सो थीटाको भ्यालु चाहिँ के हुने भयो, 30 और 60 हुने भयो है। सो 30,60 भन्ने भयो। हेन्स लेख्न नबिर्सिनु, मैले जस्ट छोटकरीमा तिमीहरूलाई जस्ट बुझ्नुको हिसाबले एउटा रिकल हुन्छ हिसाबले मात्रै गरेको छु है। पुरै सेट भ्याउनुपर्छ, त्यही भएर अलिकति मैले चाँडै भनिरहेको छु। सो एउटा यो फिगर दिएछ, यसमा के छ, O इज द ओरिजिन। O ओरिजिन हो, A र B एउटा पोजिसन भेक्टर हो, A र B होइन। अनि A अफ पोइन्ट्स AB, A र B पोइन्ट भइहाल्यो। P त एउटा उसको छुटाउने ठाउँ छ, पोजिसन भेक्टर अफ पोइन्ट B। P को पोजिसन भेक्टर चाहिँ हाफ A र B, A + B छ, यो प्रुभ गर्नु पर्यो हामीलाई होइन। सो के गर्न सकिन्छ भन्दाखेरि BP छ = PA। सो BP र PA, किनभने A र B लाई पोइन्ट पोजिसन भेक्टरले इक्वली काटेछ है, यो ड्यास दिएछ नि इक्वल हो भनेको है। सो BP = PA गर्न सकियो फर्स्टमा होइन। अनि यहाँ माथिको भेक्टरको साइन दिनु नबिर्सिनु। अब BP भने चाहिँ के हो त भनेको चाहिँ BO र OP हो, त्यो त हामीलाई थाहा छ। BP भनेको BO र OP, PA भनेको OP र OA है। सो त्यो कुराहरू लेख्यो। अब यहाँनिर हेर, BO लाई तिमीले OB बनाउनलाई के गर्नु पर्यो, माइनस गरेर O अगाडि ल्याइदियो भने B आउँछ, माइनस गऱ्यो भने अगाडि पछाडि गर्न सकिन्छ है। त्यसै गरी PO लाई OP बनाउनलाई माइनस अगाडि ल्यायो, OP भयो, OA जस्ताको त्यस्तै भयो है। सो OB उता जान्छ, OA र OB प्लस हुन्छ, OP यो माइनसमा छ, यता आउँछ प्लस हुन्छ। सो 2OP हुन्छ यहाँनिर, 2 उता गरेर डिभाइडमा जान्छ। सो OA + OB / 2 हुन्छ। यो डिभाइड बाइ 2 लाई 1/2 लेखिदिउँ। सो OP भनेको के हो, OP भनेको P भइहाल्यो, यहीँ लेखेछ। OP भनेको P भयो, OB भनेको A भयो, B भइहाल्यो, अनि OA भनेको A भयो। सो 1/2 A र B। सो प्रुभ भयो। सो यस्तो बेला चाहिँ तिमीले टु प्रुभ गिभन सिभन चाहिँ लेख्नु है। हेन्स इट इज प्रुभ द्याट भनेर लेख्न सकियो है। ल्याङ्ग्वेजहरू लेख्न नबिर्सिनु। अब यसमा हेरौँ त, यसमा के दिएछ, Q1 Q3 दिएछ भ्यालु, QD निकाल्नु भनेको क्वेसन चाहिँ क्वार्टाइल डेभिएसन निकाल्नु पर्यो, अनि त्यसको कोएफिसिएन्ट। सो QD भनेको के हो, Q3 - Q1/2 यसरी निकाल, भ्यालु हाल। कोएफिसिएन्ट अफ क्वार्टाइल डेभिएसन के हुन्छ, Q3 - Q1/Q3 + Q1। सो निकाल यसरी है। अब हेन्स द रिक्वायर्ड एन्सर इज क्वार्टाइल डेभिएसन इज भन, अनि कोएफिसिएन्ट अफ क्वार्टाइल डेभिएसन भनेर गर्न सकियो है। हामी जाउँ ग्रुप सीमा। ग्रुप सीमा जाउँ। ग्रुप सीमा के दिएछ, FX को भ्यालु दिएछ, GX को भ्यालु दिएछ, FOG इन्भर्स 3 निकाल्नु पर्यो है, -1 निकाल्नु भनेछ। सो FOGX को भनेको के हुन्छ, FOGX भनेको F अफ GX हो है, त्यो हामीलाई थाहा छ। अब GX को भ्यालु के छ, 3x - 4 छ, F अफ GX होइन। अब F को ठाउँमा यसमा चाहिँ यो भ्यालु हाल भनेको, जुन x को ठाउँमा चाहिँ यो जुन चाहिँ एक्सप्रेसन हाल्दियो है। सो 2 को भ्यालु 2, अनि यो जुन चाहिँ ब्र्याकेटभित्र x को ठाउँमा यसले रिप्लेस गरे, यो भइहाल्यो, एक्सप्रेसन यो आउने भयो। लेट y बी FOGX है, यो हामीलाई निकाल्नु भएको भएर YOGX, अनि y = FOGX भनेको छ 6x
-3/8 भयो। एक्सचेन्जिङ x n बाई x र y को भ्यालु एक्सचेन्ज गर्दै y को ठाउँमा x को ठाउँमा y राख्दियो। अब त्यसपछि एक्सप्रेसन के हुने भयो 8x प्लस माइनसको प्लस यता आउँछ +3 = 6y डिभाइड बाई 6 = y। अब के हुने भयो त यो एक्सप्रेसन हाम्रो आयो f of g इन्भर्स x = 8x + 3/6 भयो। x को ठाउँमा 3 राख, सो यहाँनिर 3 राख, x × 3 + 3 डिभाइड बाई 6 गरे 9/2 आउनु भयो। सो f of g को इन्भर्स 3 भनेको कति हुनु भयो त यो हुने भयो है त। अब यहाँनिर हेर मैले ग्राफ यतिकै बनाएको छु, यो जस्ट तिमीहरूले ग्राफ पेपरमा बनाउने। ग्राफ पेपर आफूले लाने हो कि त्यहाँ छ त्यो चाहिँ मलाई खासै नलेज भएन। आफूले लाने हो कि त्यहीँ दिन्छ चाहिँ त्यो मलाई थाहा भएन, जहाँसम्म लाग्छ मलाई त्यहीँ दिन्छ होला है। सल्भ बाई ग्राफिकल मेथड भनेको चाहिँ एउटा एक्सप्रेसन दिएछ। अब यसलाई ग्राफिकल मेथडमा लानु पर्दाखेरि यो 6 - 6 लाई उता लगे, x लाई उता लगे, सो के हुने भयो त दुईटा एक्सप्रेसन हुने भयो। y = 2x² एउटा एक्सप्रेसन अनि y = 6 - x को अर्को एक्सप्रेसन हैन। यो एक्सप्रेसन एउटा, दुईटा अर्को एक्सप्रेसन यो। सो यो एक्सप्रेसनलाई टेस्ट गर, भ्यालु हाल -3 -2 -1 0 1 2 3 यस्तो भ्यालु हाल x को ठाउँमा हैन। अनि y को भ्यालु त अभियसली आइहाल्छ। जस्तो x को ठाउँमा 1 राख्दा x को ठाउँमा 1 राख्यो भने के हुन्छ y को भ्यालु 1 को स्क्वायर भने 1 नै भयो, 2 हुने भयो। 1 राख्यो भने 2 हुने भयो। त्यसैगरी 2 राख 3 राख त्यसो गर अनि यो गरेर तिमीले यो प्याराबोला बनाउन सकियो है। त्यसैगरी 2 लाई यो 6 - x लाई अब बनायो भने यो यतिले बन्छ, स्ट्रेट लाइन बन्यो, स्ट्रेट लाइन बनाउन सकिन्छ है। त पोइन्ट अफ इन्टरसेक्सन र प्याराबोला र स्ट्रेट लाइनको हेर कहाँमा काटिरहेछ, बिचमा घटिरहेछ त्यो हेर। सो 1.5 मा काटिरहेछ, 4.5 मा छ अनि -2 र 8 मा छ। सो भ्यालु तिम्रो के भयो 1.5 र -2 हुने भयो x को भ्यालु चाहिँ। y को भ्यालु 4.5 र 8 हुने भयो है। सो त्यसरी हामीले गर्न सक्छौँ। त्यो चाहिँ ग्राफमा चाहिँ गर्ने है। माइनस र प्लसमा हो जो किन माइनस र प्लस अलिक बिग्रियो भने फेरि ग्राफै बिग्रिन्छ। सो त्यो कारणले हल्का ध्यान दिनु पर्यो है त। 21 मा हेरौँ फर अ रियल भ्याल्युड फङ्सन fn भनेको फङ्सन हो है। फङ्सन fx यो फङ्सन दिएछ, फाइन्ड द भ्यालु अफ यो अनि यो इजी छ। x को ठाउँमा यो हाल्दिने है, x को ठाउँमा यो हाल्दिने, x को ठाउँमा यो हाल्दिने अनि फङ्सन कन्टिन्युअस छ कि छैन 3 मा भनेर चेक गर्ने। सो यो फङ्सन भइहाल्यो, यसको ठाउँमा यो हाल्यो, x को ठाउँमा यो हाल्यो, x को ठाउँमा यो हाल्यो हैन। सो अब लिमिट एन्ड कन्टिन्युटी यो खासै म भन्दिनँ, फङ्सन इज कन्टिन्युअस एट यो भनेर यो आइस है। अब यो लिमिट एन्ड कन्टिन्युटी चाहिँ अब इजिएस्ट च्याप्टर भन्छु म चाहिँ अप्सनल म्याथको। अनि त्यसपछि आउँछ म्याट्रिक्स। अनि म्याट्रिक्समा के भन्यो युज म्याट्रिक्स टु सल्भ द फलोइङ इक्वेसन भनेछ। दुईटा इक्वेसन दिएछ, यो इक्वेसन दिएछ, यो इक्वेसन दिएछ। हामीले म्याट्रिक्स मेथड लाउनु पर्यो। सो फर्स्टमा के गर्नु म्याट्रिक्स फर्ममा लेख्नु पर्यो। सो म्याट्रिक्स फर्म भनेको के हो त भन्दाखेरि x र y जुन चाहिँ छ नि 3 यहाँ लेख, 5 यहाँ लेख, 2 लेख, -3 लेख, एउटा भयो। x र y भयो, 11 र 1 भनेको चाहिँ जुन चाहिँ यो भयो हैन। यो कस्तो फर्ममा भयो त ax र b को फर्ममा भयो हैन। अब x भनेको जुन चाहिँ x र y भइहाल्यो, a इन्भर्स x भने चाहिँ हामीलाई के थाहा छ a इन्भर्स b भन्ने थाहा छ। ax = b भयो। अब यो x यो a लाई उता लाग्दाखेरि के हुन्छ इन्भर्स हुन्छ, 1/a हुन्छ। 1/a भनेको a इन्भर्स हो। a इन्भर्स निकाल्ने फर्मुला के छ त 1/a डिटर्मिनेन्ट। अनि यसमा ध्यान दिनु पर्यो, यसमा के हुन्छ त भन्दाखेरि यो इन्टरचेन्ज हुन्छ, यो चाहिँ माथि तल रिप्लेस हुन्छ, यो र यो डायगोनल चाहिँ रिप्लेस हुन्छ, इनहरुमा चाहिँ माइनसले मल्टिप्लाई हुन्छ। सो यो -3 हुने भयो, यो चाहिँ 3 हुने भयो। अब यो चाहिँ के हुने भयो तिम्रो -5 -2 हुने भयो है। अनि यो चाहिँ 11/1 चाहिँ छँदैछ। अब सो a डिटर्मिनेन्ट भनेको के हुने भयो त तिम्रो यो निकाला, यसलाई यसकै डिटर्मिनेन्ट, फेरि यसको डिटर्मिनेन्ट हैन नि फेरि है, यसकै डिटर्मिनेन्ट निकाला। डिटर्मिनेन्ट निकालिसकेपछि यो नट इक्वल टु 0 छ भने देखाइदियो। अनि पछि यो डिटर्मिनेन्टको भ्यालु यहाँ हालेर यो निकाल्यो भने तिम्रो x र y को भ्यालु आउँछ है। यो पनि इजिएस्ट छ। अब खासै मैले एक्सप्लेन चाहिँ गरेँ तिमीहरूलाई हैन। यसपछिको इजिएस्ट भनेको तिम्रो त्यही त्यो के भन्छ स्ट्याटिस्टिक्स वाला इजिएस्ट हुने भयो है। सो फाइन्ड द इक्वेसन अफ द पेयर लाइन्स रिप्रेजेन्टेड बाई द इक्वेसन। यो एउटा इक्वेसन दिएको छ अनि फाइन्ड द एंगल बिट्विन देम भनेको छ हैन। सो यो एउटा इक्वेसन दिएको छ। अब यसलाई चाहिँ के भनेको छ नि फाइन्ड द इक्वेसन अफ द पेयर्स अफ लाइन रिप्रेजेन्ट बाई द इक्वेसन यो अनि फाइन्ड द एंगल बिट्विन यिनीहरूको बिचको एंगल दिने भनेको छ। सो यसलाई सिम्प्लिफाई गरेर 3 - 2 भनेको 1 हुने भयो। सो सिम्प्लिफाई गरेर यो आउने भयो। सो एउटा इक्वेसन भनेको यो भयो 2x - y = 0 भने एउटा इक्वेसन, अर्को इक्वेसन भनेको यो हुने भयो हैन। अब यसको स्लोप निकाल। स्लोप भनेको के हुने भयो त m1 भनेको नेगेटिभ अफ कोएफिसिएन्ट डिवाइडेड बाई कोएफिसिएन्ट अफ y हैन। सो नेगेटिभ कोएफिसिएन्ट -2 बाई -1 भयो, काट्यो अब 2 हुने भयो। यसको त्यसैगरी कोएफिसिएन्ट के रे स्लोप निकाल्दा m2 यो हुने भयो। एंगल निकाल्दाखेरि थीटा tan थीटा = ± m1 - m2 1 + m1 - m2 अहिले हामीले जुन चाहिँ 1 मार्क्समा क्वेशनमा गरेको थियो नि त्यही कुराहरु लेखियो अनि भ्यालु हाल्दा m1 र m2 को। सो अब यहाँनिर पोजिटिभ लिउ अनि 1 पोजिटिभ 1 लिउ। 1 भनेको यो tan 45 भयो। सो थीटा = 45। अब यसैगरी अब्टुस एंगल यसको 180 - 45 भएर त्यसैगरी अब नेगेटिभ 1 पनि लिन सकियो है त। सो यसरी चाहिँ अब गिवन हेन्सहरु चाहिँ तिमीहरुले आफैले लेख्नु। मैले जस्ट ओभरअल सर र भन्न छु 27 कतिवटा छ हो क्वेशन। जस्ट हामी ग्रुप सी मा छौं भने बुझौं।
अब यो ट्रिग्नोमेट्रीको क्वेसनहरुमा त tan a 2 tan 2a 4 cot 4a इक्वल टु cot a भन्ने गर्नु पर्यो हैन। सो tan a 2 tan 2a 4 cot लाई पहिले सुरु tan मा लगाऊ 1/tan 4a हैन 1/tan 4a लगाऊ tan 4a ले भने के हो tan 2 into 2a हो हैन। खासमा त्यसको फर्मुला के हो त tan लाई tan कै फर्मुला लादाखेरि के हुन्छ 2 tan 2a अनि पछि 1 minus tan square 2a हैन त्यो हुने भयो। सो tan को फर्मुला लगेपछि यो के हुने भयो त यो माथि आउने भयो अनि यो 2 र 4 काटी भयो 2 हुने भयो। सो 2 1 minus tan square 2a अनि tan 2a है त त्यो गर्न सक्यो। अब त्यसैगरी यसलाई पनि यो एलसीएम लिऊ अनि गर। सो tan a भइहाल्यो यो एलसीएम लिइहाल्यो tan 2a भइहाल्यो यो गरिहाल्यो हैन। अब यो सिम्प्लिफाई गर्दै गएपछि लास्टमा आउने 2/2 tan 2a भन्ने भयो 2 डिभाइड बाइ tan 2a भन्ने भयो। tan 2a लाई फेरि अघिनाको जस्तै हामीले यहाँ गरे जस्तै गरे 2 tan a बाइ 1 minus tan square a गरी अब 1 minus tan square a माथि जान्छ हैन। त्यसैगरी फेरि एलसीएम लिने अनि गर्ने लास्टमा गर्यो भने 1/tan a = cot a आउँछ। देन्स LHS = RHS प्रुफ भनेर गर्न सकियो है त। अब 25 नम्बर हेर्नु इफ एबीसी भनेको चाहिँ यो पाइ दिएको छ हैन पाइसी दिएको छ प्रुभ दैट sin a square a minus sin square b plus sin square c = 2 sin a cos b cos c यो चाहिँ प्रुभ गर्नु पर्यो हैन। सो फर्स्टमा के गर्नु पर्यो यो एक्सप्रेसनलाई लिने हैन यो एक्सप्रेसन लिएर c लाई माइनस गर्दै उता पाइ माइनस c गर पाइ माइनस c गरेपछि sin लिऊ बोथ साइड sin लिएपछि यो obviously तिमीलाई त्यो कास्टको फर्मुला हालेर गर्न सक्छौ यो हैन। sin र 180 minus c भनेको कति हो त sin c नै हुने भयो cos को के हुने भयो त minus cos c हुने भयो हैन। यो हामीलाई याद भयो यो कहाँ युज हुन्छ भन्दाखेरि अहिले पछि म भन्छु है त। सो यो जुन चाहिँ sin square a minus sin square b plus sin square c लाई लिऊ LHS लिऊ LHS लिएपछि sin square a भनेको के हो त 1 minus cos 2a/2 हो। यो फर्मुला थाहा हुनु पर्यो थाहा छ भन्ने आशा गर्दछु हैन। त्यसैगरी 1 minus cos 2b/2 प्लस sin 2c छ sin 2c लाई जस्ताको जस्तै लेखियो है। सो दुईटाको बीचमा एलसीएम लियो एलसीएम लिएर काट्ने कुराहरु हेर्यो 1 र 1 काट्न सकियो हैन। सो के बच्यो त cos 2a cos 2b minus cos 2a by 2 नि प्लस sin 2c त जस्ताको त्यस्तै अघिनाको थियो हैन। सो त्यो भयो। अब यो के गर्न सकियो त cos c minus cos d को फर्मुला हाल्यो cos c minus cos d को फर्मुला के भन्दै 2 sin c plus d डिवाइड बाइ 2 प्लस sin c minus d डिवाइड बाइ 2 त्यो त फर्मुला थाहा छ हैन डिवाइड बाइ 2 obviously अलरेडी छ। सो प्लस sin स्क्वायर c भयो। अब यसको के हो 2 कमन लिएर 2 काटियो 2 कमन लिएर 2 काटियो sin a plus b sin a minus b by 2 मात्रै हुन्छ यो 2 पनि काटियो हैन। सो अन्तिममा बच्यो के त sin a plus b sin a minus b प्लस sin स्क्वायर c। अब यो भनेको के हो त sin a plus b भनेको चाहिँ तिम्रो के थियो त अघि न यहाँ आयो के तिम्रो यहाँ के थियो sin a plus b भनेको के छ sin c छ cos a plus b भनेको के छ minus cos c छ हैन। सो त्यसले चाहिँ हामीले रिप्लेस गर्यौं sin a plus b भनेको के छ त हाम्रो sin a plus b भनेको sin c ले रिप्लेस गर्यौं। अब यो sin c कमन लियो sin c कमन लिएपछि यो आयो। अब यहाँ निर के गर्न सक्यो sin c भनेको sin a plus b अहिलेको जस्तै अब sin a minus b sin a plus b भयो sin a plus b sin a minus b भयो। यो भनेको के रहेछ 2 sin a cos a 2 sin a cos b। सो त्यो भनेको 2 sin a cos b sin c। सो sin c अलरेडी बाहिर थियो sin c भयो LHS = RHS प्रुफ है त। सो हाइट एन्ड डिस्टेन्सको एउटा छ के छ भन्दाखेरि यो पोइन्ट देखि यहाँसम्म हेरेको एंगल अफ एलिभेसन 45 छ यहाँ पोइन्ट देखि यहाँसम्म हेरेको 60 छ हैन। अब सो यो चाहिँ हाइट अफ टावर भयो यो चाहिँ फ्ल्याग भयो फ्ल्याग चाहिँ यहाँ हेरेको रहेछ। सो BC लाई चाहिँ हामीले एक्सलेट गरेछौं AB भनेको चाहिँ तिम्रो 6 मिटर छ ADC भनेको चाहिँ 60 छ BDC भनेको चाहिँ 45 छ हैन। सो tan 45 भनेको P/B 45 लिएर BC/DC हुने भयो DC भनेको डिस्टेन्स है। सो BC भनेको ल्याएको थियो हामीले एक्सलेट गरेको थियो x भएर x/DC अनि त्यसपछि DC = x हैन। त्यसैगरी ADC लियौं ADC ठुलो ट्रायंगल लियौं ठुलो ट्रायंगल लिँदाखेरि 60 लिनु पर्यो sin 60 = AC/DC। सो AC भनेको के हो त यो प्लस यो हो के हैन यो प्लस यो ठुलो AC भनेको टावरको र फ्ल्यागको प्लस गरेको। सो AB + BC / x tan 60 भनेको tan 60 भनेको √3 यो क्याल्कुलेटरमा हाल्यो भने आउँछ है √3 अनि √3 = x + 6 / x भयो। अब x यता आउँछ फेरि यो गरियो फेरि यसलाई फेरि x यता ल्याऊ माइनस गरेर x कमन लिऊ अनि डिवाइड गरेर सो 6/√3 - 1 हुन्छ त्यो गरेर यो आयो। सो x भनेको के रहेछ AB को BC को भ्यालु x भयो हैन। अब यो भनेको कति रहेछ BC 8.19 मिटर भयो हैन। सो DC र BC चाहिँ के रहेछ इक्वल रहेछ यहाँ निर DC = x छ नि त यहाँ निर। सो x को भ्यालु कति हुने भयो त 8.19 हुने भयो। यदि टोटल हाइट निकाल्नु भए 6.6 प्लस x गरिसक्न्थ्यो x भनेको 6 मा यो जोडे भए कति हुन्थ्यो टोटल हाइट अफ टावर र फ्ल्याग आउँथ्यो। क्वेशनमा त्यस्तो सोधेको भए चाहिँ है। अब अर्को के छ 2x2 म्याट्रिक्स व्हिच ट्रान्सफर्म्स युनिट यो इन्टु प्यारालेलोग्राम यो रहेछ। सो अब्जेक्ट म्याट्रिक्स भनेको यो छ अनि इमेज म्याट्रिक्स भनेको यो छ
अनि ट्रान्सफर्मेसन म्याट्रिक्स टिएम भनेको एसिबिडी छ एबिसिडी होइन सो इमेज इज इक्वल टु ट्रान्सफर्मेसन म्याट्रिक्स इन्टु अब्जेक्ट ट्रान्सफर्मेसन म्याट्रिक्स इन्टु अब्जेक्ट भनेको के छ हाम्रो फर्स्टको जुन चाहिँ दिएको छ त्यही भइहाल्यो अब्जेक्ट भइहाल्यो सो यो गर इन्टु गर म्याट्रिक्स इन्टु त गर्न आउँछ होला सायद होइन होपफुल्ली यो त आउनै पर्यो अनि इमेज भइहाल्यो अब दुईवटा कम्पेयर गरेपछि ए को भ्यालु बी को भ्यालु सी को भ्यालु डी को भ्यालु आउँछ सो ट्रान्सफर्मेसन म्याट्रिक्स भनेको एबिसिडी जुन चाहिँ भ्यालु छ यो यसमा हालिदियो एबिसिडी जति पनि छ हालिदियो एन्सर आउँछ एन्सरहरू लेख्न सकियो है 28 नम्बरमा यो छ स्ट्याटिस्टिक्स छ मैले खासै गरिनँ किनभने त्यहाँनिर निकाल्ने भनेको तिम्रो मिन निकाल्ने मिन डेभिसन फ्रम मिन निकाल्ने कोएफिसिएन्ट अफ मिन डेभिसन निकाल्ने फर्मुला भयो स्ट्यान्डर्ड डेभिसन निकाल्ने फर्मुला भयो कोएफिसिएन्ट अफ स्ट्यान्डर्ड डेभिसन अनि कोएफिसिएन्ट अफ भेरिएन्स भनेको इन्टु 100 गरिदियो यसमा 100% गरिदियो है सो यो पहिला पनि भनिसकेको थिएँ मैले म्याथको भिडियोमा पनि मैले भनेछु त्यहीँबाट हेर्न पनि सकिनँ अब यो स्ट्याटिक्स त इजी नै छ खासै गाह्रो छैन अब क्वेसन नम्बर डीमा हेरौँ 4वटा क्वेसन 4 मार्क्सको क्वेसन नम्बर 30 मा के छ सम अफ 3 टर्म्स इन अर्थमेटिक मिन भनेको 24 छ यदि 1, 6 र 18 चाहिँ तिनीहरुमा एड गरियो भने चाहिँ रिजल्ट भनेको ज्योमेट्रिक मिन बन्ने भयो रे फाइन्ड द टर्म्स निकाल भन्छ सो 3 टर्म्स भनेको चाहिँ x - d x र x + d हामीले लेट गर्यौं फर्स्टमा सम भनेको 24 छ भने इनहरु प्लस गरेर इक्वल टु 24 गरेर dd काटिन्छ 3x = 24 भयो भने x = 8 भइहाल्यो यदि यदि यो टर्महरुमा चाहिँ 1, 6, 18 एड गरियो भने चाहिँ ज्योमेट्रिक मिन बन्छ रे सो के हुने भयो त x - d मा चाहिँ तिमीले के गर 1 एड गर x मा 6 एड गर x + d मा चाहिँ 8 एड गर x को भ्यालु 8 छ है सो त्यही अनुसारले तिमीले निकाल्न सक्छौ अब यदि t1 t2 t3 चाहिँ ज्योमेट्रिक सिरिजमा छ भन्नुको मतलब के हो त भन्दाखेरि t2/t1 t3/t2 हो यो त थाहा हुनु पर्यो ज्योमेट्रिक सिरिजमा भएको है अब यसको भ्यालुहरु भ्यालु हालिसकेपछि तिम्रो एउटा एक्सप्रेसन बन्छ d² + 17d - 38 = 0 भन्छ अब यो गर्ने थाल्यो भने तिमीले d + 19 = 0 d - 2 = 0 आउँछ d = -19 d = 2 d = -19 तिमीले कहाँ हाल्न सक्छौ यो x - d x र x + d को भ्यालु ठाउँमा हाल्न सक्छौ x - d भनेको x भनेको 8 भयो d भनेको -19 भयो त्यही भ्यालु हाल x 8 भयो x + d पनि त्यसको भ्यालु हाल d = 2 छ 2 पनि त्यसैमा हाल x - d भनेको के हुन्छ 8 - 2 भने 6 भयो x 8 अलरेडी छ x + d भनेको 8 + 2 = 10 भयो सो x रिक्वायर्ड भ्यालु कति भन्नुभयो 27 8 - 11 एन्ड 6 8 10 दुईटा हुने भयो है त अब यसमा के भन्छ x र y चाहिँ सेन्टर अफ सर्कल a र b हो रे हैन सो सर्कल a passes through सेन्टर अफ y सर्कल बी हैन इफ इक्वेसन अफ सर्कल बी इज सर्कल बी को इक्वेसन दिएछ कोअर्डिनेट x को कति दिएछ -4 र 5 दिएछ फाइन्ड द इक्वेसन अफ सर्कल इक्वेसन लेख इक्वेसनलाई केले कम्पेयर गर्ने फर्स्टमा x² + y² + 2gx + 2fy + c = 0 सँग कम्पेयर गर्ने हो हामीले त्यो कम्पेयर गरियो भने 2g भनेको -4 छ 2f भनेको 6 छ c भनेको -12 छ त्यो गरेर g f र c को भ्यालु आयो हैन सो सेन्टर अफ सर्कल भनेको कति हुन्छ -g र -f हुन्छ -g अब यहाँ ध्यान दिनु पर्यो -g छ यहाँ निर -2 छ सो -g भनेको 2 हुने भयो -f भनेको तिमीले -3 हुने भयो माइनस प्लसमा ध्यान दिनु है सो सर्कल सेन्टर अफ सर्कल भनेको -4 र 5 अलरेडी दिएको छ त्यहाँनिर x को अब रेडियस अफ सर्कल के हुन्छ त यो दुईटाको x2 - x1 को होल स्क्वायर + y2 - y1 को होल स्क्वायर हालेर गर 10 युनिट्स आउनु भयो यो भनेको रेडियस हुने भयो है सो इक्वेसन अफ सर्कल के हुन्छ अब x - h को होल स्क्वायर + y - k को होल स्क्वायर = r² हुने भयो r² भनेको 10 को स्क्वायर है अब h भनेको 4 भयो यहाँनिर 4 भन्नु भयो अनि पछि के भनेको कति 5 हुने भयो हैन सो त्यो गरेर गर सो -4 थियो त्यही भएर +4 भयो अनि रिक्वायर्ड एन्सर भनेको त्यसको एक्सप्रेसन यो हुने भयो इक्वेसनको है त रिक्वायर्ड इक्वेसन त्यो हुने भयो यहाँ के भनेछ using the vector method prove that the quadrilateral formed by joining the midpoints of adjacent side of quadrilateral is a parallelogram रे सो एउटा क्वाड्रिलेटर छ त्यसको मिड पोइन्टहरु जोइन गरेर बनेकोलाई चाहिँ इज अ प्यारालेलोग्राम हो भनेर प्रुभ गर्नु पर्यो हैन सो यहाँनिर एबीसीडी यो क्वाड्रिलेटर भने गिवन जति पनि गिवन छ लेखियो हैन कन्स्ट्रक्सन के गर्यो ए र सी जोडियो हामीले डायगोनल अनि पीक्यू भनेको के छ पीक्यू भनेको चाहिँ के छ पीबी र बीक्यू हो भनेर कुरा हामीलाई थाहा छ किनभने ल अफ भेक्टर एडिसन पीक्यू भने चाहिँ पीबी र बीक्यू भन्ने थाहा छ है सो पीबी भने चाहिँ के हो त हाफ अफ पीएबी हो पीबी भनेको हाफ अफ एबी हो है सो मिड पोइन्ट भनेको छ नि त यहाँनिर अघि न मिड पोइन्ट्स अफ एडजेन्ट साइड भनेको यो र योको मिड पोइन्ट भनेको पी हो भनेपछि पीबी भनेको चाहिँ हाफ अफ एबी भयो अनि बीक्यू भनेको हाफ अफ बीसी भयो सो त्यही अनुसारले गरियो एलसीएम डिओ डिभाइड बाइ 2 भयो एबी र प्लस बीसी भनेको के हो एबी प्लस बीसी भनेको के हो त एसी भयो एसी सो एसी डिभाइड बाइ 2 भयो हैन त्यही अनुसारले एसआर को भ्यालु एसआर भनेको के हुने भयो त एसडी प्लस डीआर हुने भयो अनि एसडी भनेको के छ एसडी भनेको हाफ अफ एडी हैन अनि डीआर भनेको हाफ अफ डीसी हैन त्यही अनुसारले एडी प्लस डीसी भनेको ए र डी र डीसी भनेको एसी नै हुने भयो है सेम एक्सप्रेसन आयो सो दुईटालाई इक्वल गर्न सकियो हामीले हैन दुईटालाई इक्वल गर्न सकिएपछि पीक्यू इज पैरेलल टु एसआर भन्न सकियो क्यूपी इक्वल टु एसआर भन्न सकियो 3 बाट है यसैबाटै गर्न सकियो सिमिलरली पीक्यू पीएस इक्वल टु क्यूआर जुन चाहिँ पीएस छ पी र एस इक्वल टु आरक्यू
आरक्यू पनि प्यारलल रुलमा त्यो बन्ने भएको भएर है. सो पिएस इक्वल टु क्युआर एज सेम एज अब यो यहीको रिजन भइहाल्यो. सो पिक्युआरएस इज अ प्यारललोग्राम प्रुभ गरियो है. सो हेन्स इट इज प्रुभ द्याट इट इज अ प्यारललोग्राम. अब यो यहाँनिर ग्राफ बनाइयो हल्का यहाँ त्यो भएछ, त्यो पनि बुझ्नको लागि जस्ट इमेज ए को चाहिँ इमेज अफ ट्रायंगल ए इज ए ड्यास, ए को ए ड्यास भयो, इमेज अफ ए ड्यास ट्रायंगल ए ड्यास इज ए डबल ड्यास है. By our transformation, the image A is A dash. By our transformation, the image of triangle A dash is A double dash. Write the name of transformation which denotes the combined transformation of above two transformation. भनेको के हो भन्दाखेरि चाहिँ भर्टिसेस निकाला पहिले सुरु पोइन्टहरु यहाँनिर ग्राफमा दिएको हुन्छ, ग्राफको पोइन्टहरु निकाला, यो पोइन्ट 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 कोअर्डिनेट्सहरु निकाला भन्नु खोजे है. सो ए को के भन्नुभयो 105154 भन्नुभयो, ए dash को -10 -51 -5 -4 भन्नुभयो 011545 है. सो यहाँ के भनिन्छ बाइ व्हिच वाट ट्रान्सफर्मेसन इमेज ए इज ए र ए dash को बीचको कुन चाहिँ ट्रान्सफर्मेसन छ भने त्यो निकाल भनेको. सो दुईटैको यो कम्पेयर गरेर यो भनेर यसरी यहाँ लेख है. सो यो के भन्नुभयो त रोटेसन अफ प्लस माइनस 180 अबाउट 00 है. सो यो हामीलाई थाहा छ एक्स र वाइ इक्वल टु किन जाने यहाँ -x -y छ, -x -y -x -y त्यही भयो है त. त्यही अनुसारले बी को के छ बाइ वाट ट्रान्सफर्मेसन इमेज ए ड्यास इज ए डबल ड्यास भनेको छ. अब यसको नि यही एन्सरले कम्पेयर गर अनि यो भनेको रिफ्लेक्सन अफ लाइन वाइ इक्वल टु -x छ. यो केही फर्मुलाहरू छ ट्रान्सफर्मेसनको, त्यो कुराहरू हामीले ध्यान दिनु पर्यो के हुन्छ. यो एक्सप्रेसन याद गरे पुग्छ. सो xy भनेको के छ -y -x छ टु गेट ए डबल ड्यास भनेको यहाँको एक्सप्रेसन र यहाँको एक्सप्रेसन भनेको यसलाई ए भयो, यो भनेको ए डबल ड्यास भयो, त्यो भनेको छ. अब होल कम्बाइन्ड ट्रान्सफर्मेसन भनेको जुन चाहिँ यो र यो कम्पेयर गरेर यो र यो कम्पेयर गर्छ, जुन यो र यो फर्स्ट र लास्टको ए र ए डबल ड्यास कम्बाइन्ड ट्रान्सफर्मेसनमा रिफ्लेक्सन अन द लाइन वाइ इक्वल टु एक्स छ. इट इज बिकज अल द भर्टिसेस अफ ट्रायंगल ए ट्रान्सफर्म टु ट्रायंगल ए ड्यास बाई युजिङ द रुल एक्स वाइ इक्वल टु वाइ एक्स. ठ्याक्कै अपोजिट गरियो है. यसरी गर्न सक्छ. यसको केसमा चाहिँ तिम्रो केही फर्मुलाहरू छ होइन, रिफ्लेक्सन रोटेसनहरूको छ, त्यो कुराहरू चाहिँ याद गरियो भने चाहिँ अब ठ्याक्कै आउँछ हामीलाई है त. सो एउटा पुरै सेट गरियो है. सो सबैलाई अल द बेस्ट.